This is the day 14 of my 75 hard. सधैँ चाहिँ आज पनि पानी पिएर वाक गए, मेरो वाक गोल कम्प्लिट गरेर घर आए अनि डेमा जिम गए। आज मैले मेरो लेग र सोल्जरलाई ट्रेन गरेँ। जिम सकेपछि म घर आए, फ्रेस भए अनि बेलुकी पख बुक पढे। 10 पेज बुक पढिसकेपछि सुत्नुभन्दा अगाडि आफ्नो फेस वास गरे। यो रहेको छ मेरो आजको डे फोटो। थ्याङ्क यू फर वाचिङ। अब हामी नेक्स्ट डे भेट्नेछौँ।